नमस्कार दर्शकवृन्द। आजको यस भिडियोमा हामी नेपालका चर्चित तथा प्रभावशाली नेता नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, सङ्घर्ष र विवादबारे कुरा गर्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नुहोला। केपी शर्मा ओलीको प्रारम्भिक जीवन। केपी शर्मा ओलीको जन्म विसङ्गत 2008 फागुन 11 गते तेह्रथुम जिल्लामा भएको हो। सानै उमेरदेखि राजनीतिमा रुचि राख्ने ओली विद्यार्थी राजनीतिबाट सक्रिय भए। राजनीतिक यात्रा। केपी शर्मा ओली नेपाल कम्युनिस्ट आन्दोलनका पुराना नेता हुन्। उनी पञ्चायतकालमा पटक पटक जेल जीवन बिताएका छन्। 2046 सालको जनआन्दोलनपछि उनी सक्रिय राजनीतिमा झनै अगाडि बढे। प्रधानमन्त्रीको कार्यकाल। केपी शर्मा ओली 2 पटक नेपालका प्रधानमन्त्री बनेका छन्। पहिलो कार्यकाल 2036-2077, दोस्रो कार्यकाल 2077-2077। उनको कार्यकालमा भारतसँगको नाकाबन्दीको सामना, चीनसँग सम्बन्ध विस्तार, रेल, पानी जहाज जस्ता ठूला सपना, राष्ट्रवादको बलियो भाषण, विवाद र आलोचना। केपी शर्मा ओली जति लोकप्रिय छन् उति नै विवादित पनि छन्। संसद विघटन विवाद, आफ्नै पार्टीभित्रको कलह, विपक्षीप्रति कडा भाषा, सामाजिक सञ्जालमा ट्रोल। तर उनका समर्थकहरू उनीलाई बलियो र राष्ट्रवादी नेता मान्छन्। अहिलेको अवस्था। अहिले केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष हुन्। उनी अझै पनि नेपाली राजनीतिमा केन्द्रीय भूमिकामा देखिन्छन्। निष्कर्ष। केपी शर्मा ओली नेपालको राजनीतिमा मन पराउने र मन नपराउने दुवैका लागि चासोको केन्द्र हुन्। तपाईको विचार के छ? कमेन्टमा लेख्न नबिर्सनुहोस्। भिडियो मन परे लाइक, शेयर र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला।